कस्तो काट्दिम कस्तो काट्दा हुन्छ होला जो भन्नु न कस्तो काट्दिम स्लोप ठिकै देख्छु होला स्लोप माथि काट्नु हुन्छ कि हुन्न माथि अलिकति काट्दिनु हुन्छ सुरुवात काटिदिनु तल जिरोमा काट्दिम हजुर ल हामी अब क्लाइन्टको कपाल फर्स्टमा जियोमा लायो मेसिन जियोमा लायो चाँगैतिर घुमाइदियो अब जियोमा अलि फिट गरिदिनु पर्ने हुन्छ तपाईँको यो भयो एक नम्बर त्यसलाई हामीले 3 mm लाई 1 नम्बर भन्ने गर्छु 3 mm को मेसिनले हैन त्यो 3 mm को कायो लाएर चाँगैतिर अलिअलि फिट गरिदिनु पर्ने हुन्छ त्यो हामी हेर्दै हुनुहुन्छ कुन तरिकाले फिट गर्दैछु भनेर यस्तै चाँगैतिर फिट गरिदिनु पर्छ भिडियो अलि फास्ट गरिदिनु पर्यो किनभने लङ भिडियो हुन्छ अनि जहाँलाई त्यहाँ लाग्छ त्यही भएर अब हामी अलिकति त्यो कपाल साफ गरिदियो अनि अब यो भयो कायोमा फेड मिलाइरहेको छु स्लोप जस्तो कायो मेसिनले कैँची युज अहिले गरेको छैन अझले पनि यही तरिकाले फेड मिलाउन सक्नुहुन्छ अझ हेर्दै हुनुहुन्छ कसरी कायो चाहिँ कसरी उठाएर फेड गर्दै हो अझ यो भिडियो लास्टसम्म हेर्नु होला यदि अझ पनि यस्तै कपाल काट्न चाहनुहुन्छ भने स्लोप चाहिँ काट्ने तरिका यस्तै हो यो फेड मिलाउनु पर्ने हुन्छ मजाले अझले अब कैँचीले मिलाउनु हुन्छ कि केले हामी मेसिनै युज गरे हो अब अझको यो भयो 1 mm लगाएर जुन 0 र 3 mm को जुन स्टेप हुन्छ नि त्यो स्टेप यसले मिलाउने हो स्टेपको त्यो धार जस्तो मिलाएको हुन्छ नि त्यो धार चाहिँ मेटाउने काम गर्छ यसले अझले यहाँ हेर्दै हुनुहुन्छ होला यही तरिकाले धार मेटाइन्छ एक र त्यो एक भनेको 3 mm र 0 को हामीले त्यही तरिकाले अझले हेर्दै हुनुहुन्छ होला त्यो एक र 0 को स्टेप थियो यही 1 mm को मेसिनले त्यो धार लगाएर -0 को मेसिनमा 1 mm को धार लगाएर त्यो फेड मिलाउने गरिन्छु यस्तै फुल भिडियो वाच गर्नु होला तपाईहरुले सिक्न चाहनुहुन्छ भने अब हेर्नु त्यो अलिकता फेड हुन्छ जुन यो मेसिनको 0.5 ले फेड गर्ने हो देख्नु हामीले त्यही गरिरहेको छु अझले भन्नुहुन्छ नि कि स्टेप भएको मेटिदैन त्यो स्टेप बाइ स्टेप मेसिन युज गर्नुहुन्छ भने त्यो आफै जुन स्टेप हुन्छ नि त्यो सबै मेटिन्छ हेर्नु आउँदै जानुहोस् हामीले यही तरिकाले कपाल काट्ने गरे हो तपाईहरु पनि यही तरिकाले गर्नुहुन्छ भने फेड मिलाउन सजिलो हुन्छ अब जुन त्यो अलि नमिलेको कपाल जुन थियो नि फेड त्यो हामी कैँचीले मिलायो कैँचीमा मिलाएर अब यो माथिको कपाल कतिको छोटो गर्नुहुन्छ भने म अब सोध्ने वाला छु पहिला सफा गर्दिन त्यो फेससँगै कपाल भएको थियो अनि सफा गरिसकेपछि अब यहाँ अलि वाटर छर्नु पर्ने हुन्छ पानी हाल्दियो भने त्यो ड्राई हुन्छ नि सुक्खा कपाल त्यो मिल्छ यति लामो कपाल लगाएछ लास्टसम्म हेरिदिनु होला हामीले अब सोध्यो क्लाइन्टसँग कतिको छोटो गर्नुहुन्छ अनि उहाँले यतिको हुन्छ भन्नुभयो अनि त्यही छोटो बनाइदिए आएको छु अब हामी आयो अब रेजर लाउनु पर्यो ब्लेड लगाइदिनु पर्छ अनि ब्लेड लगायो भने फ्रेस देखिन्छ नि त जसको कपाल काटेको कतिको
राम्रो हुँदाखेरि चाहिँ ब्लेड लगाएपछि मात्र थाहा हुन्छ क्या ब्लेड लाउनु पर्छ त्यो साइड लक मिलाउनु पर्छ हामीले हेर्दै हुनुहुन्छ कुन तरिकाले ब्लेड लगाएको हो अझ अनि यस्तै गर्नु होला लास्टमा भिडियो हेरिदिनु होला अब यहाँ अलिकता ड्राई गरिदिनु पर्ने कपाल ड्राई गर्न सेट गर्नुपर्ने हुन्छ हामीले यहाँ हेयर डाई गर्दै हो सरको भनाइ चाहिँ ठाडो बनाइदिनको लागि हो त्यो हेयर डाईले सेट गर्दै हो कपाल लास्टसम्म हेरिदिनु होला थाहा हुन्छ होला हेर्दै अब उहाँ सरको सेट भइसक्यो कपाल अब हामी सरसँग सोध्ने हो के लाग्यो कस्तो लाग्यो कपाल काटेको सरले आफै भन्नुहुन्छ सरले हेर्दै हुनुहुन्छ अब कस्तो लाग्यो सरले आफै भन्नुहुन्छ सरले लास्टमा गुड छ भन्नुभयो गुड एकदम भेरी नाइस